पञ्चायतसम्मको ठाउँ चाहिँ बिस्केट जात्रा बारे कहिले हाम्रो जी चाहिँ अनन्त दाफा खला पोर्तुगालिया दाफा सङ्गीतको तर चाहिँ नेपाली भाषा कने छ्या दासा जित सकल नेपाली छ जिगु तजिला जी परम्परा व सम्प्रदाय बारे सिकेमा ओ तुइनमा सुवे बिस्का जात्रा अथवा बिस्केट जात्रा आज म एउटा सानो आर्टिकल तयार पारेको छु। हाम्रो नेवार समुदायमा हुने एक ठुलो जात्राको रूपमा मानिन्छ बिस्केट जात्रालाई। यो चाहिँ आफ्नो ठाउँको आफ्नै जात्राहरू छन्। यो चाहिँ भक्तपुरको सबसे ठुलो जात्रामा परिन्छ बिस्का जात्रा। बिस्का जात्रा भक्तपुरको सबैभन्दा लोकप्रिय चाडपर्वमध्ये एक हो। समुदाय शास्त्रीहरूले यसलाई सहरको सबैभन्दा मूल्यवान चाडहरूमध्ये एक मान्छ, जसको सांस्कृतिक र ऐतिहासिक दुवै महत्त्व छ। अप्रिलको मध्यमा मनाइने यस जात्रा मार्फत मानिसहरूले वसन्तलाई स्वागत गर्छन्। बिस्का जात्रा भक्तपुरमा मनाइने सबैभन्दा ठुलो जात्रा हो। यो 8 रात र 9 दिनसम्म मनाइन्छ। त्यसैले यसलाई च्या गुनहुया जात्रा पनि भनिन्छ, जसको अर्थ 8 रात र 9 दिन हो। यो जात्रालाई बिस्का जात्रा वा विश्व ध्वज जात्रा पनि भनिन्छ। यो तपाईँले देख्नुभएको सबैभन्दा पागल चाडपर्व हुनसक्छ। यस चाडपर्वको लागि मानिसहरूको जोस अवर्णनीय छ। यस चाडमा भाग लिनको लागि देशको विभिन्न भागहरूबाट हजारौँ मान्छेहरू भक्तपुरमा भेला हुन्छन् र ती मानिसहरू हुन्छन् जुन तपाईँले अनुमान पनि गर्न सक्नुहुन्छ। यस्तो लाग्छ कि सम्पूर्ण सहर उजाड छ र सबै मानिसहरू भक्तपुरका सडकहरूमा छन्। ल्योसिन्देव यस जात्राको मुख्य आकर्षण ल्योसिन्देव। यसलाई लिङ्गो पनि भनिन्छ। यो आकाश अग्लो नझुक्ने खम्बा हो जुन स्थानीयहरूले चैत्र महिनाको अन्तिममा खडा गर्छन् र त्यसपछि अर्को साँझ सुताउँछन्। कुनै न कुनै रूपमा लिङ्गोलाई सुताउने यो प्रक्रियालाई शत्रु अन्त जात्रा पनि भनिन्छ, जसको अर्थ शत्रुहरूको पराजय। एउटा सामान्य विश्वास छ कि जसले यो लिङ्गोलाई जमिनमा सुतिरहेको देख्छ उसको शत्रु पनि पतन गरेर जान्छ। यो घटना विक्रम सम्वतको नयाँ वर्षको पहिलो दिनमा पर्छ। यसको अर्थ नेपाली वर्ष हो, जहाँ तथ्य यो हो कि बिस्का जात्राको नेपाली नयाँ वर्षसँग कुनै पनि सम्बन्ध छैन। यद्यपि यो दिनलाई बिस्का जात्रा बाहेक वैशाख सङ्क्रान्ति, मेष सङ्क्रान्ति वा बिस्केट सङ्क्रान्ति यो पर्ने भएकोले वैशाख 1 गते बिस्केट जात्रा मनाइन्छ। अनि रह्यो अर्को दिन रसाकसी। यो चाहिँ मल्ल राजाहरूले रथ थपेर रथको महोत्सव थपेर एकदमै यसको महत्त्व बढाएको देखिन्छ। अनि यो बिस्केट जात्राको बेलामा चाहिँ भद्रकाली र भैरवको रथ ठोकाइन्छ। मानिसहरूले असमान सङ्ख्यामा डोरी तान्दा हुने रथ रसाकसी अगाडिको दिशातिर पूर्वप्रारी हुन्छ। यस रसाकसीले दुई दिशामा भूभागको तुलनाको कठिनाइहरूको लागि आंशिक रूपमा क्षतिपूर्ति दिन्छ। अनि तुरन्तै रसाकसीले रथ कुन आधा सहरमा पहिले जान्छ भनेर निर्धारण गर्न थाल्छ। यो मानिन्छ कि रथको उपस्थितिले दर्शनलाई प्रतिनिधित्व गर्छ। त्यो सहर आधा भागमा देवता भैरवको आफूलाई देखाउने एक अभिव्यक्ति। सहरको तल्लो भागमा मानिसहरू तौमती स्क्वायरबाट रथलाई बजार सडक हुँदै दक्षिणमा र त्यसपछि पश्चिममा टेकाको द्वासम्म तान्ने प्रयास गर्छन्। माथिल्लो सहरमा मानिसहरूले यसलाई बजार सडक हुँदै उत्तर र पूर्व रहेको चोकबाट आफ्नो सहरको आधा भाग दत्तात्रेय स्क्वायरसम्म तान्ने प्रयास गर्छन्। यसबाहेक रसाकसी यस कार्यक्रमको सबैभन्दा खतरनाक भाग, जसले यस पर्वलाई संसारको सबैभन्दा खतरनाक चाडपर्वमध्ये एक बनाए। यो पर्व प्रत्येक वर्षको 3 दिनसम्म मनाइन्छ, तर यो वैशाखको दोस्रो दिनमा बढी प्रख्यात देखिन्छ र बिस्का जात्राको एक भागको रूप मनाइन्छ। यो पर्व नेपाली नयाँ वर्षको स्वागत गर्दछ र वसन्त ऋतुको आगमनलाई चिन्हित गर्दछ। यस पर्वमा समय भक्तजनहरू भेला हुन्छन् र मध्यको ठिमीमा धेरै देवी देवताहरूको मूर्ति भएको 32 रथ बोकेर जुलुस हिँड्छन्। मानिसहरूले होली पर्वमा जस्तै एकअर्कालाई सिन्दुरको धुनले दल्दछन् र जुलुसको समयमा परम्परागत धुनमा गाउँछन् र नाच्छन्। यसलाई सिन्दुर जात्रा पनि भनिन्छ। अनि रह्यो जिब्रो चढ्ने महोत्सव। प्रत्येक वर्ष नेपाली नयाँ वर्षको दोस्रो दिन बोडेले जिब्रो छेड्ने समारोहको साक्षी दिन्छ।
एकजना बासिन्दाले दिनभरि फलामको काँडाले जिब्रो छेडेर सहरभरि घुम्छन् र कागमा महादीप नामक धेरै आगोको राको बोकेर घुम्छन्। स्थानीयका अनुसार यो अभ्यासले सहरमा राम्रो भाग्य ल्याउँछ। यो कार्य गर्नाले उनीहरूमाथि भगवानको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ। फलस्वरूप खडेरी वा अत्याधिक वर्षा हुने छैन, खानाको अभाव हुने छैन र कुनै पनि प्रकारको रोग हुने छैन। परम्परा अनुसार श्रेष्ठ कुलका बोडेका स्थानीयहरूले मात्र आफ्नो जिब्रो छेड्न स्वयंसेवा गर्न सक्छन्। जिब्रो छेड्ने पर्व समुदाय स्तरमा सम्पूर्ण आर्थिक भार बोकेर चलाइने राष्ट्रिय प्रसिद्ध पर्वहरू मध्ये एक। राजा जगज्योति मल्लले यो पर्व सुरु गरेको विश्वास गरिन्छ र त्यस बेलादेखि लोकप्रिय छ। अनि अब धेरै मान्छेहरूको प्रश्न छ कि अब बिस्केट जात्रा त भन्नुहुन्छ, तर प्रश्न के छ भने बिस्केट जात्रामा कुन देवी देवताको पूजा गरिन्छ त भनेर। अब बिस्केट जात्रामा चाहिँ भद्रकाली र भैरवको पूजा गरिन्छ। अनि त्यसपछि अब त्यो 9 रात 8 दिनसम्मको त्यसमा, अनि अघि मैले हजुरहरूलाई जानकारी दिएअनुसार विभिन्न देवी देवताहरूको 32वटा रथ पनि निकालिन्छ। र अब म हजुरहरूलाई बिस्केट जात्राको बारेमा एउटा कथा भन्न लागेको छु। राजा जगज्योति मल्लले पहिलोपटक यो जात्रा सुरु गरेको भनिन्छ कि उनी सर्पहरूको कथाबाट यति प्रभावित भए कि यसले उनलाई यसलाई जात्राको रूपमा पुनः सृजना गर्न प्रेरित गरे। कथा अनुसार एक श्रापित राजकुमारी थिए जो आफ्नो विवाहको भोलिपल्टै विधवा भए। यो मृत्युको रहस्यमय श्रृङ्खला थियो। जसलाई उनलाई विवाह गर्थ्यो त्यो भोलिपल्ट चाँडै मृत भेटिन्थ्यो, तर उनको मृत्यु कसरी भयो भनेर कसैलाई थाहा थिएन। यस परिवेशमा यस्तो परिस्थिति आयो जहाँ कसैले उनलाई बिहा गर्न हिम्मत गरेन। तर एक दिन तान्त्रिक शक्ति भएको एक राजकुमार आए र राजकुमारीसँग गाँठो बसे। उनले श्रापको बारेमा थाहा पाएर पनि उनलाई बिहा गरे। उनी एक साहसी व्यक्ति थिए र रहस्यमय मृत्यु समाधान गर्न चाहन्थे। त्यसैले उनी त्यो राजकुमार चाहिँ रातभरि जागरामै बसे। अनि फलस्वरूप उनले राजकुमारीको बारेमा धेरै संस्कारात्मक कुराहरू भेटाए। 2 सर्पहरू उनको नाकबाट निरन्तर निस्के। यसैबीच राजकुमारले तिनीहरूलाई घस्रिरहेको देख्ने बित्तिकै आफ्नो तरवारले त्यो 2टा सर्पलाई टुक्रा पारे। अनि ती 2 सर्पहरूको मृत्युपछि अनि त्यसपछि थाहा भयो कि राजकुमारीलाई बिहे गर्ने बित्तिकै पहिलो रातमै अब बेहुलाको कसरी मृत्यु हुन्छ भन्ने कुरा चाहिँ त्यहाँबाट पुष्टि भयो। यसरी राजकुमारीको श्राप पनि निको भयो। त्यसैले ती सर्पहरू विरुद्धको यो विजय मनाउनलाई बिस्केट जात्रा मनाइन्छ। अब यो हामीले बाल्यकालदेखि सुन्दै आएको कथा हो, त्यही भएर अब भइहाल्छ। अब यसबाहेक यसमा यो चाडमा मानिसहरूले महालक्ष्मी, महाकाली, ब्रह्मायणी र महेश्वरको जात्रा पनि मनाउँछन्।